म्याथ सिक्ने भए घरमै आऊ भनेको हो के भाइ बहिनीहरू बुझेन। म्याथ सिक्ने भनेको होइन नि त त्यो गीतमा चाहिँ। तिमीहरूले राम्रो कान खोलेर सुनेको छैन कि हो। बित्थामा चाहिँ यस्तो यस्तो गीत निकाल्दा यस्तो होइन समाज बिगार्ने भयो यो यस्तो राम्रो कलाकारहरूले किन यस्तो गीत निकालेको भनेर चाहिँ त्यो बित्थामा टाउको दुख्ने काम चाहिँ छैन होइन। समाउने नै हो, कानुन लाग्ने नै हो होइन। भने चाहिँ बलात्कारीहरूलाई होइन, त्यस्तो अपराधीहरूलाई, चोरी गर्नेहरूलाई, तस्करी गर्नेहरूलाई, त्यस्तोहरूलाई चाहिँ समाउनु पऱ्यो नि त। भ्रष्टाचारीहरूलाई समाउनु पऱ्यो नि त। त्यस्तो नर्मल त्यस्तो गीतहरूमा चाहिँ त्यस्तो चाहिँ कानुन लाग्दैन, यताउति हुँदैन है गाइज है। सबैले अब सपोर्ट गरौँ होइन। कलाकार भनेको कलाकार हो होइन, देशको नाम राख्ने कलाकार हो होइन। अब के भन्नु र होइन, कानुन त्यस्तो गीतमा चाहिँ कान सुन्नमा चाहिँ त्यो गलत सुनिएको हो होइन, तर त्यो बुझ्ने हो, राम्ररी सुन्ने हो भने त्यो गीतको लिरिक्सहरू हेर्नुपर्ने हुन्छ होइन। राम्रो छ होइन, बवाल छ होइन, गर्नुपर्छ अझै राम्रो प्रगति गर्नुपर्छ। मास्टरनी गीत तपाईँहरूले हेरि नै सक्नुभयो होला होइन। दुर्गेश दाई, प्रियङ्का कार्की सिस्टरले निकै नै राम्रो प्रस्तुति दिनुभएको छ होइन। हामी चाहिँ हेर्ने हो, बस्ने हो, जसले जस्तो गीत निकाल्छ हेर्ने हो होइन। टाउको दुखाइ छैन, जस्तो निकाले पनि हामीलाई चाहिँ टाउको दुखाइ छैन, हेर्ने हो, त्यही हो बास है साथीभाइहरू होइन। मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु पऱ्यो होइन। यही हो अब।